एभ्रिवान, सबैलाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ यता दिदीलाई पुऱ्याउने मान्छे अफिससम्म आएको थियो, दिदीको अफिससम्म टक्क लाएर त्यहाँ अलिकति गाडी जाममा पऱ्यो। अब अहिले पुऱ्याएर फर्किँदैछु। भिडियो बनाएको छु, भिडियो हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब सपोर्ट गरिदिनु होला। यहाँ रहेछ कि ढुङ्गावाला पहिरो गएको छ यहाँनिर। त्यहीँनिर जाम हुँदो रहेछ कि त्यहाँ त गाडी चढ्दैन रहेछ। त्यो मार्फु जाने बाटो छ नि, त्यो बाटोनिर त्यो अस्ति हामीले खाजा होटलले त्यहाँ यत्रो खाल्टो हुन्छ है, खाल्टै देख्दैन, कालो माटो हुन्छ। गाडीहरू चलाए सुमोहरू चलाएछ, तर यति धेरै चाहिँ चलाएछ। त्यहीँ मात्रै हो, त्यहीँ मात्रै हो। यो अन्त हामीले साइन बाइकमा तान्दै थियौँ यार, यहाँ त यत्रो डोमिनार पो रहेछ। साइन बाइकै तान्ने मैले त त्यो साथीको त्यो सफलको पहिला अर्को एक्सिडेन्ट थियो कि यस्तै, योभन्दा नि अर्को भिवानवाला, अनि बिग्रेर साइन बाइकमा डोरी हालेर तनाइदियो। सिस्नेटलाई उठे लामो गर्दै तानेर। धुलो त अब कम खाइन्छ जाडो महिना आएपछि। बर्खामा हिलो, धुपमा धुलो। यो तिहार केही नभए नि तिहार बस्यो भने घुम्न चाहिँ जाने है कस्तो एउटा ठाउँमा। मुस्ताङ त के जानु, गाडीमा साथीहरूसँग जानु पाएको रमाइलो हुन्छ। धानसान काटेर सकाउँ अनि त्यसपछि जाने कि गएको थियो। मेरो अस्ति हेरौँडाबाट साथीहरू गएको थियो कि 2-3 जना। नजाने भने एडभेन्चर लिने हो कि, एडभेन्चर चाहियो कि। अब घुम्न जान त तपाईँको 5 दिन लगाएर घुम्न गयो नि त्यो ठाउँ अब 5 घन्टा घुमेपछि पुगिहाल्छ हैन।
त्यहीँ रमाइलो लिने हो क्या। तपाईँको मुस्ताङ जानलाई अब त्यत्रो 3 दिन लाग्छ, 2 दिन लाग्छ होइन यहाँबाट? 2-3 दिन कति लाग्छ? अनि गयो अनि त्यसपछि फोटो खिच्यो 4-5वटा, अनि अलिअलि भिडियो बनायो, अनि बस्यो, त्यो सिध्यो। अब त्यहाँ हामीले घुमेकै हुँदैनौँ क्या। हामीले जहाँ मेन घुम्ने भनेको बाटोमा हो क्या। जाँदा जाँदै ट्राभल गर्दाखेरि चाहिँ घुम्नेको मजा चाहिँ त्यहाँ लिने हो क्या मेन भनेको। त्यही भएर एडभेन्चर चाहियो भने क्या। हाम्रो त अब मिल्दैन कि पुरै एकजनाको मिल्यो एकजनाको मिल्दैन, एकजनाको मिल्यो एकजनाको मिल्दैन। के प्रब्लम आइपर्छ। बाइकमा गए पनि अब त्यो पागल जस्तो त्यो कुदाएर कसैले नदेखाए जस्तो गरेर जाने हो कि। टक्क 4-5जना गयो भने आफ्नो गतिमा टक्क मजा लिने हो क्या बाटोको। अब त्यहाँको इन्भाइरोमेन्टको टक्क बुझ्नु। हाम्रो घुम्न जाने भनेको डेस्टिनेसन मात्र एउटा हुन्छ, तर घुम्न चाहिँ त्यहाँ घुमे हुँदैनौँ क्या हामीले। इन्जिन बिग्रियो गाडीले सेतो धुवा फाल्छ, कालो धुवा फाल्दैन, के पनि हुँदैन। इन्जिन बिग्रियो गाडी बाइकहरूले सेतो धुवा फाल्छ क्या। कालो होइन, त्यसको अब पिकअप नपुग्यो। उ गरे गियर बढाएको त्यसले। अब त्यो बाटो नि पुलिस हेर, पुलिस त्यो बाटो नि बसाउनु भयो। यहाँ जान्छ हजुर, यहाँ जान्छ अब। हामी त घाँटीमा आएर अड्किनु भयो क्या अब। ठ्याक्क आइपुग्ने बेला जाममा परेको। यस्तो डेन्जर जाम। त्यहाँ गाडी चढ्दैन क्या माथि, हिलो गयो छैन खासै। केटीको रहेछ मैले केटा भन्दा। त्यहाँ अलिकति गाडी चढ्दैन क्या त्यहाँ माथि, यस्तो ठाडो उकालो छ। ऊ त्यस्तो सानो गाडीहरू त्यो त चढ्दैन होला। गाडीहरू चढ्दैन कि खास गरी। मेन भने इभी गाडीहरू गियर सेयर हुँदैन, झ्याट दबायो। होइन यस्तो कारहरू पनि इभीवाला हुन्छ नि, ब्याट्रीवाला।
त्यहीँ अड्किरहेको थियो स्कुटरहरू हामी अब अहिले आउने बेला कति पर्ने हो त महालक्ष्मी खोलाको जाम यहाँ जहिले जाम पर्छ यति बाटोले गर्दा यहाँ पनि पहिरो बन्साइरहेको थियो हिजो डेन्जर छ यहाँ रहेछ कि ढुङ्गा ढुङ्गाबाट पहिरो पर्छ दसैँ पनि सिद्धियो गाई छ तपाईँहरूको दसैँ कस्तो होला कमेन्ट गरिदिनु होला कानमा पिछिरा किरा फेरि फुट्दै कानभित्र छिर्दैन क्या गोप्रोमा चार्ज पनि सक्किन लागिसक्यो अघिको आगोवाला भिडियो बनाएको छु मैले त्यो हाल्छु म त्यो पनि हेरिदिनु होला बाहिरिरहेको बाटो बस त आइरहेको छ यो बाटो ठिकै छ ठिकै बस आएको हो यो बाटो अन्त बाइकलाई ठिकै हो जान्छ ल ठिक छ सही हो डेन्जर जान्छ नि यहाँनिर जाममा चाहिँ नपरोस् भगवान् जाममा नपरोस् सेटमा यत्रो धेरै जान्छ डेन्जर सोध्यो यो दसैँको खसीको मासुले नि निकाल्न सकेन यार मेरो रुगाखुकी हट डेन्जरै लाएर खाने लाग्नु नि पछाडि यति बाटोले गर्दा यहाँ जाम हुन्छ क्या अब त्यो सानो इभी गाडीहरू यस्तो इभी कारहरू चढ्दैन यहाँ अनि त्यसपछि सबलाई जाम गराइदिन्छ क्या यति अलिकति उकालोले गर्दाखेरि हेरौँदेखि काठमाडौँसम्म यति उकालो ठाउँमा यतिमा मात्रै हो कि जाम हुने भन्दाखेरि यो चाहिँ हाम्रो गाउँ के भन्छ ठाउँलाई तर ठाउँ चाहिँ बवालै छ अलि राम्रो बवालै हो कि अब गाउँ भने गाउँमै हो कि खेतहरूमा ल सही हो अब म जान्छु उयो बाटो झरेर जाने हो यताबाट डाइरेक्ट गयो भने त्यहाँनिर अगाडि जाम पर्छ त्यहाँदेखि यो बाटो डाइरेक्ट तल भयो भने हाम्रो पर्छ त्यो ठिकै गाउँको बिचमा पर्छ अप्ठ्यारो छ बाटो गइन्छ सारा लाएर ल ठिक छ सही हो बाटो फेरि
यो चाहिँ इन्द्र सरोवर गाउँपालिका हाम्रो गाउँपालिका जाने बाटो यस्तो छ हालत गाउँ यहाँ तलसम्म मात्र एउटा अहिले कस्तो छ तपाईँहरूलाई गाउँ चाहिँ बाटो डेन्जरको छ त ओहो बाजे ओ बाजे कता कहाँ बाटो त यस्तो छ फेरि ठाडै ओह्रालो सही हो तर जाने पऱ्यो बाटो यस्तै छ होइन ठिक छ La 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 काठमाडौँ देखेको ठाउँमा आइपुगिसक्यौँ यहाँ खोला छ कि केही छैन गइन्छ मजा त खोला पो रहेछ कता अफिस धेरै होला जाम थियो नि त जाम